अनि सुन्नु न सर, त हजुर के यही बस पार्कको हो कि? हजुर यही हामी 17-10 हो। बस पार्क 10 हो। अनि सुन्नु न, मैले सुनेको यो अब यो बस पार्कको पसलहरू भत्काउने अनि प्लस अलि उता सार्ने भनेर एउटा बिल्डिङ पनि बनाएको छ नि। अनि त्यसमा चाहिँ तपाईँको अब बस पार्क बस्ने भनेको यही ए पछाडि हो। यही पछाडि हो नि। यो एरिया के ठुलै हुन्छ यो सबै हुनु चाहिँ? ठुलो हुनु पर्यो नि तपाईँको। सवारी साधन त्यस्तो चार, त्यस्तो मान्छे हिँड्नेलाई चाहिँ त्यत्रो चार, तपाईँको कति एक्सिडेन्ट भएर मर्रा हुन्छ। पढ्नु परेन कि यसलाई नबनाइ बनाइदियो। अनि एउटा कुरा जस्तै स्थानीय सरकारले ढिलो बनायो कि त्यति ध्यान दिएन राम्रोसित, अलिक केयर गरेन होइन। त्यसले गर्दा चाहिँ एकदम अरूको त तपाईँको अरूको ठाउँको त पुरा चाहिँ भनौँ न जस्तो त्यहाँ पार्कमा हिँड्ने जस्तै हो भइसक्यो। हाम्रो यहाँ हेर्नु मात्रै हो तपाईँको, खालि अगाडि रिबन काट्न जाने, अगाडि चाहिँ त्यो प्रसाद अगाडि खान जाने होइन, त्यसको लागि मात्रै अगाडि छ। त्यो व्यवस्थापन सुधारेर उसले चाहिँ बेलामा टाइममा लान सकेन, मेन कुरो त्यही हो। तपाईँ कुरा काटे जस्तो भयो होइन। सुन्नु नि, काम त चलिरहेको होला नि, कहिलेकाहीँ मिसिन आउँदो रहेछ, ऊ त्यो पिपलको बोर्डहरू पनि भत्काइरहेछ। अब प्लस तपाईँको सटरको कति पर्ला भाडा? यहाँतिर त 13,000 तिरिरहेको छ होइन। हजुर अब त्यहाँ अब कति भन्ने होला, स्थानीय सरकार नगरपालिकाले दिनुपर्ने हो होइन। हजुर। तर जस बेलामा अलिक व्यवस्थित ढङ्गले यसलाई चाहिँ नि बनाउनु पर्ने थियो। अब चाहिँ यो नयाँ सरकारले अब छिटै गरिहाल्छ, गरेन भने यिनीहरूले मिलाएर चाहिँ सबै कुरो सरकारको नियम नीति सिकाइहाल्छन्। पाठ पढिसक्यो, त्यसले गर्दा सिक्नुपर्छ, सुध्रिनुपर्छ भनेर चाहिँ जनताले भनेको माग हो। अब सुशासन भन्ने नि यही हो, बेलैमा काम टुङ्गो लगाउने, बेलैमा चाहिँ यस्तो चाहिँ नि यातायात कुनै सवारी साधनले व्यवस्थित ढङ्गले स्थायी रूपमा चाहिँ राख्ने, त्यो चाहिँ नि सरकारले, स्थानीय सरकार जुन अहिले प्रदेश छ होइन, उहाँले नै हेर्नुपर्ने कुरो हो। तर त्यसरी ध्यान उहाँहरूको छैन रहेछ क्या, मुखले मात्रै हो। त्यहाँबाट चाहिँ चुनाव आएको बेलामा भोट भाड मात्रै हो होइन, त्यस्तो विचारको देखियो यहाँ। तर जे होस्, यो जस बढेपछि चाहिँ अलिक खुल्ला हुन्छ यहाँ, जस एकदमै राम्रो देख्छ कि चाहिन्छ होइन, खुल्लै चाहिन्छ। किनभने यो पब्लिकको लागि यहाँ चाहिँ सवारी साधन यो रोक्ने पार्किङदेखि लिएर त्यो यही चुनावभन्दा अगाडि भत्काएको छ नि, यो बुद्ध चोक, सीमा चोक हुँदै वीरगञ्ज समथिङ कति सबै भत्काइसक्यो। त्यो अहिले बनाउने निर्माण चलिरहेछ कि किन बन्द भएको थियो खासमा? अब त्यसको प्रक्रिया अब चाहिँ पुरै भइसक्यो, के को प्रक्रिया नै सक्यो होइन। जे होस् चाँडै व्यवस्थित हुन्छ होइन, चाँडै व्यवस्था हुन्छ। तर चाँडोभन्दा चाँडो गर्नु पर्यो। त्यो त एउटा कस्तो भने त्यो सहर हो, एउटा सिटी होइन। मकवानपुर एउटा राजधानी भनेपछि सिटी हो। त्यो सिटी, त्यसलाई सिटी होइन कि गिटी बालु राख्ने ठाउँ जस्तै देख्छ। यस, त्यही हो, त्यही भत्काएको जहाँ छ त्यहीँ भत्काइरहेको छ, के अरे त्यहीँ छ कि होइन। त्यही भएर यो रोड बढेपछि रोडको भागहरू बढेर अलिकति गाडी जस्तै मानौ न जाममा नपर्दाखेरि त हामीलाई त धेरै सजिलो र राम्रो देखिन्थेन होइन। जनतालाई चाहेको सुविधा नै त्यही भन्दैछु त, त्यही के जनतालाई चाहेको सुशासन भनेको नै चाहिँ नि यो शान्ति भन्नु नै होइन, एकदम चाहिँ नि चाहेको जनतालाई त्यही हो। मेन कुरो गरिबले अलिकति चाहिँ न्याय पाउनु पर्यो। यहाँ उनी खाने यहाँ चाहिँ अर्बपति करोडपति यसै भइहाल्छ। भ्रष्टाचारी अवसरवादीहरू त कुरै नगरौँ होइन, अहिले भट्टाभट देखेर आएको छँदैछ। अब यस्तो कुरोमा चाहिँ अगाडि चाँडो ध्यान जाओस् स्थानीय सरकारले, अब कार्यकारी प्रमुखदेखि लिएर मेयरसम्मले, सम्पूर्णले, नेपाली जनताहरूले त हेरिरहेको छ होइन। त्यसले गर्दा टाइम टेबलमा चाहिँ हरेक कुरो निर्माण विषयदेखि लिएर, यातायात विषयदेखि लिएर, यो चाहिँ नि कुनै बाटोघाटोदेखि लिएर सम्पूर्ण कुरा विषयहरू यिनीहरूले अलिक चाँडो लिनुपर्छ। र गरिबले पनि एउटा चाहिँ 2 पैसा नभएको ठाउँमा उसलाई पनि चाहिँ नि एकदम सरकारले अनि तपाईँको त हुनुपर्छ। तपाईँको त त्यो यो कति सालमा नापेको रहेछ यो रोड? कुन यो बाई रोडको कति यो 25 मिटर भनेर चाहिँ कति साल नापिसिया रहेछ? अनि प्लस त्यो चाहिँ सरकारी त्यो रोडमै चाहिँ बसेर त्यो पसलहरू चलाइरहेको त? अहिले त नबनाइसम्म चलाइरहेको छ। अब तपाईँको बाटो अब सुरुवात हुन्छ त्यहाँ। होइन, मतलब पहिल्यै नाप्ने चाहिँ पहिल्यै नापिसिया राजमार्ग हो यो, महेन्द्र राजमार्ग होइन। 2028 साल हो कति हो यो बाई रोड खोलेको चाहिँ होइन। 35 सालमा बनेको अरे यो नक्सा, 35 सालमा बनाएको अरे। तपाईँको रोड चाहिँ 35 सालमा चाहिँ 25 मिटर चाहिँ पहिल्यै नै त्यहाँ के अरे नापिसिया थियो अरे। अनि उहाँ घरवालाहरूले चाहिँ के अरे अब त्यो पनि अब कहिले बन्ने रोड भनेर त्यहाँ घर बनायो, भाडा लियो होइन, पसल पनि चल्यो। कति 35 भनेपछि त थुप्रै वर्ष भयो नि त। अब अहिले 2006 भने 26 भनेपछि त अब हेर्नु न, त्यो घरवाला त अब के भन्ने, अब घरवालाले त
यत्रो चाहिँ सिटी बजार मार्केट बन्नला ठाउँमा त मान्छे लोभमा फस्छ कि धेरै धेरै त लोभमा फस्छ त्यो लोभले नै मान्छेको चाहिँ नराम्रो दृष्टिकोण नराम्रो आत्मा नराम्रो विचार नराम्रो क्यापेसिटीहरू आउँछ मै हुँ सक्नेलाई त अब त्यहाँ चाहिँ बोल्ने ठाउँै दिँदैन होइन त्यसले गर्दा चाहिँ सरबराहदेखि लिएर सम्पूर्ण व्यक्तिहरू भनौँ न्याय चाहिँ सुनाउनु र सुन्नु पर्यो र बुझ्नु पर्यो सुनिदिनु पर्यो यस्तो चिज यो निर्माण व्यवसायले पनि व्यवस्थित गरेर चाँडो चाँडो गराइदिनु पर्यो होइन त्यही त हो नि हस् तपाईँलाई अनि यो अहिले देश कतिको रनिङमा दौडिरहेछ कि देश फेरि अझै पनि सुस्त दौडिरहेछ कि अलि स्पिड भइरहेछ हाम्रो देशको सुधारहरू सोलो ड्राइभ लङ लाइफ भएको छ बुझ्नेलाई चाहिँ है बुझेको व्यक्ति र बुझ्नेलाई चाहिँ सोलो ड्राइभ लङ लाइफ भएको छ त्यो अहिलेको देश चलाउने सरकारलाई हजुर तर एकदम ठिक छ राम्रो छ उहाँहरूलाई हामीले पनि एकदम अबको 5 वर्ष पछाडि हामीले यो नेपाललाई कस्तो देखिन्छ होला तपाईँको देख्न त नेपाल जस्तै देखिन्छ अरू जस्तै देखिँदैन होइन नेपालै हो नेपाल जस्तै देखिन्छ तर एकदम परिवर्तन भिन्नै कि स्विजरल्यान्ड कि सिङ्गापुर त्यो दुईटा एउटा त्यो तरिका तपाईँलाई अहिले यो गरेछ भरोसा तपाईँलाई अहिले यो सरकारले चाहिँ जे होस् के अरे सुविधा ल्याउँछ अथवा डेभलप बनाउँछ अलि सुन्दर बनाउँछ तपाईँको नागरिकता कागजात लिनु पनि ल्याउँछ होइन ल्याउनु पर्यो ल्याउनु पर्यो ल्याउँछ भन्ने फुल होप छ तपाईँलाई होप छ यति त्यो अब त्यसलाई नि आलडाल गर्ने पहिलाको जस्तोले अब यहाँ वरिष्ठ यहाँ होइन हाम्रो चाहिँ फलाना यहाँ एमालेको यहाँ काङ्ग्रेसको भनेर गर्न थाल्यो भने त त्यो त्यसको चान्स छैन ल्याउँछ होइन कि ल्याउनु पर्यो ल्याइसक्यो जनताको अगाडि प्रश्न उसले चाहिँ गर्दैछ सबै कुरो होइन हामीले गरिरहेछ अब हुन त हामी पनि पीडित मान्छे हो नि त होइन हामी सबैजना पीडितै हो पीडित त त्यसले गर्दाखेरि हामी पाइला पाइलामा राज्य ट्याक्स तिरेर हुन्छ होइन अब सबै कुरो चाहिँ नि जस अहिले तपाईँले भन्नु खोजेको अहिलेको सरकारले चाहिँ राम्रै काम गरिरहेछ भनौँ न छ अपडेट बोल्नु छ स्पष्ट छ ऊ एउटा चाहिँ न्यू जेनेरेसन युवा हो होइन त्यत्रो एउटा पढाइ लेखे विवेकशील त तपाईँलाई पनि भेटेर रमाइलो भयो गफ गरेर रमाइलो भयो ओके थ्याङ्क यू पछि जाने बेला तपाईँले यसो हाम्रो अडियन्सहरूलाई के भन्न चाहनुहुन्छ भन्नु के भन्नु सम्पूर्ण नेपाली दाजुभाइहरूलाई त्यही त हो नि आफ्नै चाहिँ नेपाली दाजुभाइ यहीँको होइन सहीसँगले चाँडो चाँडो व्यवस्थित ढङ्गले युवाहरू बनोस् होइन सबैले चाहिँ होस् होइन अब यो पसलवाला यो नगरपालिकाले भाडामा त लिएर पनि भएन भन्दै उहाँहरूलाई मेरो सन्देश कस्तो लाग्छ लाइक कमेन्टहरू गरिदिनु होला होइन सेयर गरिदिनु तपाईँहरू आफ्नो ठाउँमा पुर्याइदिनु होला हस् त नमस्कार हामीले चाहिँ अहिले हाम्रो उहाँ सुगम के अरे सुमन सरसँग बोल्नु भइसक्यो हेटौँडा 10 बस पार्कबाट अनि कोही जनता मर्नु भएन कसैलाई केही गर्नु भएन हस् नमस्कार सबैजनालाई